हाई गाइज वेलकम टु माई न्यू ब्लग। सो यो ब्लग सुरु गर्नुको कारण चाहिँ आज हामी हाइकिङ जाँदैछौँ साथीभाइ मिलेर होइन। धेरै पछि भन्दा पनि लाइफमै फर्स्ट टाइम हाइकिङ जाँदैछौँ। सो मेरो चाहिँ यही हो हेयर स्टाइल। अनि हामी अब एकछिनमा निस्किन्छौँ यहाँबाट। सो आज चाहिँ सकेसम्म सबै क्लिपहरू जोडी भयो नि एउटा भ्लग बनाउन कोसिस गर्छु होइन, किनकि मेरो बानी छैन। म आधी बनाउँछु त्यहाँबाट आधीमै छोडिदिन्छु। थाक्छु के हुन्छ के हुँदैन अनि दिमागै खराब हुन्छ, त्यही माथि एडिट गर्न आउँदैन मलाई। सो लेट्स गो गाइस। आज चाहिँ म पुरै ट्राई गर्नेछु है गाइस सबैलाई भ्लग देखाउनको लागि। ल फाइनली गाइस हामी चाहिँ घरबाट निस्किसक्यौँ रेडी भएर। ल मेरो भाइ चाहिँ यहाँ आएको छ, हेलो भन। हेलो अन्सा, हेलो भन। अन्सा चाहिँ भनेर रेडी छ। अन्सा एउटा चाहिँ हल्का ब्लू कलरमा छ, हामी चाहिँ पुरै ब्ल्याकमा छौँ। अब वहाँबाट आउनेहरू चाहिँ कस्तो कस्तो कलरमा मान्छेहरू गाइस। तर मेरो कपाल चाहिँ फेरि रेड कलरमा चाहिँ टाटे पाटे छ गाइस। एकदमै स्टाइल बनाएको यो चाहिँ। यसलाई चाहिँ 100 चोटिभन्दा बढी भइसक्यो कहाँ जाने भनेर, तर बिर्से गर्छ यो मान्छे मात्र अग्लो, दिमाग चाहिँ छैन फेरि यसको गाइस। सो गाइस हामी चाहिँ अब गाडीबाट ओर्लेर हिँड्दैछौँ बाटोमा टक्क लाएर। यहाँ चाहिँ मेरो साथी चाहिँ एकदम बेहुली छ अनि एउटा दाजु उहाँ अड्किनु छ कि रेड कलरको टी सर्ट लगाएको। सो अब चाहिँ हामी हिँड्दैछौँ। गाडीमा चढेँ नि भिडियो बनाउँछु भने खोजी ट्राई गरेको थिएँ, तर म एकदम बेहोस भएँ गाइस गाडीमा चढ्ने। त्यो बुढा नीलकण्ठ मन्दिर रे भन नि त, बुढा नीलकण्ठ मन्दिर नाम भन्नुहुन्छ भनिरहेको छु। त्यो बुढा नीलकण्ठ मन्दिर है गाइस। हामी जाने ओइ मन्दिर छिर्ने हो गाइस। आज चाहिँ एकदम खतरा भ्लग बनाउँछु म फुल हो। मैले तँलाई भिडियो पठाएको थिएँ त खै। सो फाइनल गाइस हामी चाहिँ हाइकिङ सुरु गर्न थालिसक्यौँ। हामी हाइकिङको लागि हिँड्सक्यौँ। हाम्रो जेन्जी पुस्ता चाहिँ अगाडि चाहिँ गाइस हिँड्दैन रहेछ त। बनाइदियो क्यामेराम्यान बनाऊ भन्दा मान्दैन। ओहो होइन म पनि चढिदिएको ल उकालो। ढुङ्गा चाहिँ नपल्दा नि साइलुङ बजारमा। ल गाइस भर्खर हामी 5 मिनटको बाटो पनि हिँड्ने होइन। सबैजनाको सास फुलिसक्यो होइन। हाइकिङ जानलाई चम्केको मान्छे यो हाम्रो ग्रुप हो। हाम्रो ग्रुप पनि छ नि सर, हेर्नुहोस् होला। अब हामी एकछिन 10-15 मिनट हिँडेर फेरि भिडियो बनाउनेछौँ। अहिलेको लागि बाई बाई। म चाहिँ गाइस हातमा एउटा बोतल अनि यत्तिकै छु। मैले ब्याग चाहिँ केही बोक्नु पऱ्यो होइन। ब्याग बोक्ने यता अगाडि छ नि एउटा ब्याग, 2टा ब्याग, 3टा ब्याग, 4टा ब्याग बोकेर 4जना हिँडेछन्। उमेर 55 दिल बचपन भन्ने आलाहरू यिनीहरू नै हो नि। मेरो हातमा गाइस बोतल स्टिक छ। गाइजहरू
यहाँनिर सबभन्दा छिटो हिँड्न सक्ने भने मै मात्र हो। मैले त यहाँ रोकेर भिडियो बनाएर ढिलो भयो नत्र म चाँडो हुन्थ्यो। ऊ फास्ट हिँड्ने मान्छे त्यहाँ छ अर्को। आउँदैछु म, हिँड्दै गरौँ न गाइजहरू। यो चाहिँ हामीहरू ठाउँमा सर्टकट लिँदै हिँडिरहेछौँ। अरू हुन त यहाँनिर सर्टकट नहिँड्नु भनेर अगाडि नै आग्रह गरेका थिएँ, तर पनि हामी नमानेर सबैजना पुगिसक्यो। म चाहिँ फेरि यहीँ अड्किरहेको छु गाइजी। सर्टकट लिन मनाइ छ तर पनि ल जाऊ म बिस्तारै आउँदै गर्छु। यो चाहिँ अहिले विश्राम समयमा दाइ चक्लेट बाँड्दै हुनुहुन्छ। ह्याप्पी बर्थडे। यो चाहिँ विश्राम समय। हामी 10 मिनट लाग्ने बाटोमा 2 मिनटमा आइपुगिसकेका छौँ बिकज वी युज सर्टकट। तर यहाँनिर छिर्नुभन्दा अगाडि नै सर्टकट लिन चाहिँ मनाइ छ भन्छन् है। हामी 1 घन्टामा पुग्यो बाजे। आइजनी यहाँ चाहिँ आइसेलु टिपेर खाने काम चल्दैछ। आइसेलुको बोट रहेछ, 4-5 वटा आइसेलु थियो, त्यो पनि टिपेर खाइसक्यो। ऊ त्यहाँनिर पाकिरहेको छ। ऊ त्यहाँ टिपेर खानु। ए आइसेलुको रुख भित्रै छिड्या छ अहिले। किप्रिक्क काटिन बेर लाग्दैन। ए आइसेलु खारी। ऊ आइसेलुको बोटमा आउने साथै चोट लागिसक्यो। ऊ त्यसले हमला गरेर यसलाई मार्दिन्। हामी चाहिँ लगभग नागी गुम्बाको आधी बाटो भन्नाले अब यहाँबाट 25 मिनटमा पुगिन्छ अरे। सो हिँड्दैछौँ। झुन्डिँदै जानुपर्न। चिन्ता नगरेर धनी भएपछि म रुखै रोकिदिउँला। म चाहिँ आजको क्यामेराम्यान होस्ट चाहिँ कसैले दिएन मलाई। म दिमुखमा हरे के मैले टिपेर खाइसकेँ 2टा। ल भयो त। हामी चाहिँ गुम्बातिर जाँदैछौँ। ऊ तलबाट 25 मिनटमा पुग्ने थियो। खोकी लाग्यो गाइस। अब यहाँबाट चाहिँ 15 मिनटमा पुग्छौँ होला सायद। ए सबभन्दा बढी हाइकिङ गर्न तम्सेको मान्छे यस्तो छ है। एउटा बाजे छ नि, के बाजे रे? अब यहाँबाट 15 मिनट। अब यहाँबाट 15 मिनटमा पुगिन्छ। घामले गरेर मेरो त सानो आँखा पनि झनै सानो भइरहेको गाइस घामले गरेर। हामी त पुरै ब्ल्याक ब्युटी हो नि त फेरि। कान्छी यहाँ कालो भइसक्यो। सन्सक्रिन उत्रिसक्यो। मुख धुयो भने गाइस सनस्क्रिन जान्छ। त्यही भएर मुख पनि धुएको छैन हामीले यहाँ। होइन गाइस, हामी यहाँ डोरेमनको वाला टिकटक बनाउने भनेको, तर यहाँ त टावर त एकदम जिरो गाइस, चल्दैन। हाम्रो प्लान अनसक्सेस भयो। अनि यहाँ चाहिँ टिकटकरहरू छ है गाइज, बनाउँदैछ यहाँ। यो चाहिँ मेन टिकटकर हो है गाइज, यो चाहिँ मेन टिकटकर हो। ल हामी चाहिँ अब यहाँबाट हिँड्न लाग्यौँ गाइज। हामी एकदम स्याड छौँ, हाम्रो पोस्ट बनेन नि त। सो अब हामी फेरि जान्छौँ है गाइज। म चाहिँ क्यामेरा समाउन सक्दिनँ, एकदम थकित पिरियतित छु नि त। मेरोमा हालै म सक्दिनँ बोक्नु। ल गाइज, यो चाहिँ भारी मात्र बोक्नु लाग्छ गाइज। बाई बाई। फाइनली गाइज हामी चाहिँ नागी गुम्बा आएर बसिरहेको छौँ यहाँनिर। हेर्नुहोस् सन्जिता म्याम, हेर्नुहोस् प्लिज। अनि हामी नागी गुम्बामा बसेछौँ। हामी अब उहाँमाथि जान्छौँ है गाइस। उहाँमाथि गएर खान्छौँ यहाँनिर चाहिँ नखानु रे खानेकुराहरू। अनि मैले 4 लिटर पानी बोकिसकेँ। 4 लिटर पानी हाम्रो चाहिँ भर्खर टिपेको थियो। थ्याङ्क यू। सो गाइस यस्तो हालत भइरहेको, यस्तो बेरोज, यस्तो विभक्ति बिजोग भइरहेको छ गाइस। सो अब हामी यहाँबाट अलिक माथि जान्छौँ अनि त्यहाँबाट फेरि भिडियो बनाउँछौँ है। मलाई चाहिँ त्यस्तो बोल्नु आउँदैन, के बोल्नु। बाटोमा त यति हाँस्दै बोल्दै आएको होइन हामी, तर यहाँ आएर चाहिँ केही पनि बोल्नु आएन है गाइज हामीलाई। ल अहिलेलाई चाहिँ गाइज, हाई गाइज, हामी चाहिँ गुम्बाबाट मासतिर अब शिवपुरी डाँडा जान लाग्यो नि त। सो एकदम थकित भयो। अब इनर्जी बढाउनको लागि चाहिँ हामी यहाँ इनर्जी ड्रिङ्क खान लगाइरहेको छौँ। दिस वाज माई फर्स्ट ट्राई फर इनर्जी ड्रिङ्क गाइज। यस्तो चाहिँ नगर्ने यार, गनाउँछ। अनि सबैजना चाहिँ खाँदैछ है गाइज, यहाँ खाँदैछ है गाइज। ल सबजना ल्याउ त आफ्नो आफ्नो इनर्जी ड्रिङ्क यहाँनिर टक्क लाएर। दिस वाज माई। ओइ पोल्छ त के हो हात त। ल थोब्डा नि देखाउँ न। ल थोब्डा मेरो नि खोलिदेऊ न त।
ओ ओए ओए ल ल गाइज मेरो भ्लग छ नि त यहाँ गाइज सबै गयो चर्स गाइज ल 1 2 3 गो चर्स सो ड्रिङ्क दिस वाज माई फर्स्ट है आने गरेर खानुपर्छ अस्ति मेरो बर्थडेमा खाऊ भने नखाएर यति माथि गएन यहाँ मैले त अस्ति केटा खाएर मातिन्छ गर्दै थियो कतै न रक्सी मिसाएर ओ यो खाली पेटमा खायो भने माछ साच्ची हो ओइ सम त खाली पेटमै छु है मलाई एकदम अमिलो अमिलो म मातिनु रुचि भन्छु अमिलो अमिलो कस्तो तर बच्चालाई चाहिँ खानु हुँदैन यो आफ्नो त खाने बानी छ गाइस त्यही भएर चाहिँ पनि मिठो लाग्छ ल कुरकुरे खुल्म गाइस लाइफमा फर्स्ट टाइम इनर्जी ड्रिङ्क पनि खाइयो एकछिन एउटा राम्रो ठाउँमा बसेर सब खानेकुरा निकालेर भिडियो बनाउनु पर्छ एउटा यो चाहिँ हाम्रो ड्रिङ्क्स भयो अनि यो चाहिँ हाम्रो चटनी मतलब सिकान अचार चिल्ली चिल्ली यस्तो पाराले के गर्नु तल राम्रो ठाउँमा खाना दिँदैन माथि आएर खानु पर्छ यसरी बनाउनु पनि डर छ आहम चेयर्स त्यसो नि खास गरेरमा मैले नोटमा चाहिँ जामाचु जाने भनेर हालेको थिएँ पछि यहाँ आइपुगेर त कताको जामाचु के को जामाचु नागी 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 गुम्बा त्यहाँबाट अब शिवपुरी डाँडा जान आँट्यौँ जामाचु त अब अर्को पालि जाऊ ल अहिले चाहिँ हामी नागी गुम्बा टु शिवपुरी डाँडा अब म चाहिँ अलि अगाडि कुदेर भ्लग बनाउँदैछु गाइजहरू यस्ता छ नि हाइकिङ जानेहरू आएकाहरू हाइकिङ त सड्के त राम्रै देख्दैन नि त नि हेर्नु गाइज यस्तो 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 ठाउँमा पातपतिङ्गरको बाटो खुट्टाले जुत्ताले खुट्टा दुखिसक्यो हिँड्दैछन् सबैजना ल भन्नु त हामीहरू हाइकिङ कहाँ छ राटे रे शिवपुरी जामा चाहिँ हिँडेको मान्छे कता जाँदैछौँ शिवपुरी ल हिँडौँ गाइजहरू जे होस् अहिले चाहिँ बल्ल यस्तो यो 1300 बाटो आएर होला सायद साथीहरू सास फुल्लिन अलिकति कम भए नत्र त अघि न त सास त हुनेसम्म आएको थियो अहिले चाहिँ छैन अहिले चाहिँ नर्मल छ सबै हेर्नुहोस् ल अहिले सब नर्मल छ गाइज यो पर्सनल बादरहरू हुन् जसलाई हामीले हायर गरेर लिएर आएको बेला बेलामा कर्तव्यहरू देखाउँछन् यस्तो यस्तो कर्तव्य देखाउँछ नि यो चाहिँ हाम्रो पर्सनल बादरहरू यहाँतिर बाघ आउँछ त्यही भएर डराएर एकजना भागै गर्छ म त निडर हो गाइज डर लाग्दैन आयो भने पनि हानिदिन्छु जस्तो अनुहार हामीलाई अहिलेसम्म कहाँ आइपुग्यौँ के आइपुग्यौँ केही थाहा छैन बस बाटो हिँडेको छ बाटो कहाँ पुग्छ थाहा छैन सो हिँडिरहेछौँ अहिले अब हामी एकछिनमा कहाँनिर पुग्छौँ देखाउनेछौँ नै अहिलेलाई चाहिँ बाई बाई साथीहरू गाइस हामी चाहिँ 2 घन्टा हिँडेर खोइ कहाँ आइपुगेको थाहा छैन तर यहाँनिर बोर्डहरू छ धन्न यहाँ आएर 2 जना मान्छे पनि भेटियौँ हामीले यहाँतिर छोडेको गोरुहरू पनि टन्नै छ नि हामी सानो देउराली आइपुग्यौँ रे यो चाहिँ सानो देउराली हो गाइजी यहाँबाट शिवपुरी चुचुरो पुग्नलाई 1.5 घन्टा लाग्छ अरे हाम्रो हिँड्नाले त हामीलाई 2 घन्टा नै लाग्छ त्यही पनि हिँड्दैछौँ बिस्तारै हिँडौँ अब बिस्तारी कति टाइम लाग्छ हिँड्ने हो जति टाइम लाग्यो नि पुगिहाल्छ केही छैन 2 बजे 3 बजे घर पुग्छौँ भनेर आएको मान्छेहरू हामी खास गरिमा अब 2 बजे त हामी शिवपुरी डाँडा नि नपुग्ने रहेछ 12:30 भइसक्यो त्यो बोर्डको हिसाबले हेर्ने हो भने त 1:30 2 बजे चाहिँ हामी उहाँ शिवपुरी चुचुरोमा पुग्छौँ अब हेरौँ गाइज जुत्ता हो खास गरेर मेरो दिदी चाहिँ यो सबै 3 ठाउँ लडिसके 4 ठाउँ क्याप्चर गर्न बिर्सेको हेर्नु यहाँतिर पिकनिक खाने खतरा ठाउँ छ गाइजहरू यस्तो वरपर हरियालीको बिचमा बसेर पिकनिक खानुको छुट्टै रमाइलो छ गाइजहरू 15 मिनट 35 मिनट भन्दा 50 मिनट हिँड्सक्यौँ हेलो वेयर आर यु फ्रम फ्रम नेपाल नाइस गाइज हामी चाहिँ बागद्वार आइपुगेका छौँ बागद्वार यस्तो छ हेलो बागद्वार चाहिँ यस्तो ठाउँ छ मेरो दिदी चाहिँ वहाँ पर पानी
यहाँ बिचमा शिवको मन्दिर छ भनेतिर पानी चाहिँ अब खोइ सुक्या हो कि नभएको हो कि के हो तर त्यो धारा खतरा छ है शिव भक्त ठाउँ टुरिस्ट अनि यो चाहिँ बागद्वार अब यहाँबाट हामीलाई लगभग 25 देखि 40 मिनट लाग्छ अब यहाँबाट चाहिँ हामी ठाडो उकालो लाग्नु छ बागद्वार ठाउँ भोकले रिङबाट लागेर रिङ 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 घुम्न थालिसकेँ म अहिले म कहाँनिर ढल्छु भन्ने नि थाहा छैन मलाई सो हामी चाहिँ यहाँ आश्रमनिर आइपुग्यौँ आश्रम सास फुलेर केही छैन गाइज हामी चाहिँ 5 मिनट हिँड्दै 5 मिनट बस्दै गर्दा 25 मिनटमा नि जस्तो छैन यो मान्छे त झन् जतिखेर नि बसाइ हो लडाइ बस्या एकछिन हिँड्ने यो मान्छेलाई जोस जागर आइरहेको छ अहिले चाहिँ हिँड्नलाई यो मान्छे जति पनि हिँड्न सक्छ यो मान्छेलाई अझै नाच्ने हिम्मत छ अरे यस्तो यस्तो ठाडो भनाइ कटेर आउनु छ गाइज हामी केही छैन गाइज मैले हाइकिङ आउनलाई धेरै चम्केको मान्छेको हालत त्यस्तो छ दुईजना हिँडिरहेछन् एकजना यहीँ छन् यो चाहिँ मसँगको साथी किनकि म भिडियो बनाउँदै हिँडिरहेको छु नि त त्यो चाहिँ मेरो दिदीको बेहाल छ हाइकिङ आउनलाई पानी परे पनि एकजनै भए पनि दुईजनै भए पनि जाने नै जाने भन्ने मान्छेको हालत चाहिँ त्यस्तो छ गाइजो हेर्नु होला अब त मेरो त भोकले हात खुट्टा थरररररर काम्न थालिसक्यो भ्लग पनि हल्लिएको अनाटिसक्यो अझै यस्तो ठाडो भर्याङ चढ्नु छ गाइज अब त खुट्टा थरररररर काम्न थालिसक्यो अझै यत्रो भर्याङ चढ्नु छ अझै यहाँबाट 10-5 मिनट होला 15 मिनट भन्दा 60वटा 15 मिनट के अरे 60वटा 15 मिनट कटिसक्यो हाम्रो ए यस्तो हाल चाहिँ ए गाइज म चाहिँ बिस्तारै जाँदै गर्छु फाइनली गाइज 5 घन्टाको हिँडाएपछि हामी शिवपुरी डाँडामा पुगेछौँ मेरो सबैजना गाइज हेर्नुहोस् हेर्न सक्नुहुन्छ एकदम इनर्जी लस भएर रिङबाट लाएर ढल्नु लागिसकेँ सो गाइज आवर हाइकिङ इज नाउ कम्प्लिट टोटल्ली माई वान गाइज Finally, my hiking is complete. यहाँ भन्छ शिवको मूर्ति रहेछ त्यो त जोगी बाबा हो कि भोले बाबा रहेछ अनि यहाँ चाहिँ पुरै लुङ्गा रहेछ एकदम रमाइलो छ यहाँ फाइनली यो भ्यू पोइन्ट भन्दा नि भइगयो नि पुग्यो मान्छे कहाँ पुग्यो कता पुग्यो उहाँ बस्ती तल राम्ररी नदेखेको नि फाइनली गाइज सो गाइज होइन हामी चाहिँ सम्म ठाउँमा बसेर नखाएन हामी यस्तो पाखा बसेर खाइरहेको छौँ गाउँले मान्छे किनकि अनि हामी भ्यू टार हेरेर नि फर्किसक्यौँ ठिकै रहेछ तर मैले फोटो चाहिँ खिचिनँ गाइज किनकि त्यहाँ अल्छी लाग्यो मलाई सो अहिले चाहिँ हामी खाँदैछौँ है गाइज यहाँ राखेर चाहिँ पुगा पाकी खाने जनताहरू है यो चाहिँ मुख हो है सबैको खाने जनताको मुख यहाँ हेर चपाएको गाइज हेर यहाँ हेर यहाँ ऊ सो गाइज हामी यति खान्छौँ अनि फेरि यो तलतिर लाग्छौँ है हामीभन्दा पछि आएकोहरू चाहिँ सबै गइसक्यो अगाडि अनि हामी चाहिँ तल आएर खिच्दैछौँ म खान्छु अब गाइज यसरी खाँदैछ यस्तो गाइज त्यति राम्ररी चाहिँ बनाउन आउँदैन यस्तै हो चलामाला ठिक छैन हाम्रो अब हामी 6 बजे तल पुग्छ होला अब हेरौँ कहाँको क्लिप आउँछ पुग्नुमै अब गरौँ यस्तो पाराले त हुँदैन है छ भने पुग्दैन मेरो जुत्ताको नङ निस्किसकेको तल सबै ल सो गाइज हामी खाँदैछौँ है गाइज सो गाइज अब त क्यामेरा समाउने पनि हुली छैन मेरो हामी चाहिँ माथिबाट फर्किसम्म खाएर होइन
2-3 जना दाइ दिदी, एकजना दाइ 2टा दिदी देखेको थियौँ हामीले। अनि पानी दियौँ उहाँहरूलाई। उहाँहरू पानी माथि पाउँछ भन्ने सोच्दै हिँड्नु भएको रहेछ, बट पानी पाउँदैन थियो। हामीसँग एक्स्ट्रा 2 लिटर पानी थियो, हामीले दियौँ। अनि हामी जाँदैछौँ किनकि हामीसँग अझै 2 लिटर पानी प्लस 6वटा लिची जुस अझै छ। सो हाम्रो लागि पानीको लाइफ लाइन चाहिँ एकदमै कम्प्लिटली फुलफिल छ भनौँ। क्यामेरा चाहिँ यस्तै हो गाइस, थरर काम सक्यो, अब सम्मनी अवस्थामा पनि छैन। त्यही भएर यहाँ टोलीहरू यहाँ पुगिसक्यो है गाई चाहिँ। ओके मैले मूत्र विसर्जन गरिहालेँ। ल सो गाइज अब हामी एकछिन तल गएर केही एडभेन्चर देख्यौँ भने चाहिँ एकदम भ्लग बनाउँछ गाइज। मेरो चाहिँ पुरै रगत बगे जस्तो भएछ। फाइनली हामी चाहिँ यो देखिरहेको डाँडा कटेर बल्ल बल्ल यहाँ आइपुग्यौँ गाइज। बेसमा एकदम खुट्टा आनन्द लागिरहेछ हामीलाई चाहिँ यहाँनिर टेक्न पाउँदा। एकदम सास आइरह। यहाँनिर चाहिँ कस्तो राम्रो पानी जम्ने ठाउँ रहेछ हुन्छ हेर्न सक्नुहुन्छ। मलाई चाहिँ आज सास आयो गाइज, एकदम खतरा। अब चाहिँ म बाँच्छु जस्तो लाग्यो। अनि हाइकिङ भन्ने कुरो चाहिँ नि मेरो बसको चाहिँ होइन रहेछ है गाइस। हाइकिङ भनेर चाहिँ म अब आउँदिनँ। यति टाढा यसरी हिँड्नु पऱ्यो भने मर्ने रहेछु। एकदमै लास्ट स्टेजमा पुगिरहेको गाइस। यहाँ सानो ब्रिज छ हेर्नु है। वाउ वाउ, मेरो साथीहरू चाहिँ अगाडि अगाडि पुगिसक्यो। कोही चाहिँ यहीँ छ। लट्ठी लानु पर्दैन अब? ल जाउँ ल गाइस। सो फाइनली गाइस अब चाहिँ हामी यहाँबाट टिकट फिर्ता बुझाउने ठाउँमा रिटर्न ब्याक हुँदैछौँ। सो यस्तै हो ब्लग स्लग भनेको, सकेसम्म बनाएकै छौँ। अब नसकेपछि के गर्नु त, मोबाइलमा चार्ज पनि सकिसक्यो, पावर ब्याङ्कको भरमा हो। ल अब चाहिँ हामी हेरौँ म अब यहाँदेखि कतिको बनाउन सक्छु। बनाउन सकेन भने यही लास्ट भन्ने सोच्नु होला है त गाइस। अहिलेको लागि बाई बाई। ल ल भन ल 1 2 3 गो। ल जिन्दगी सवार दू एक नहीं बाहर दू दुनिया ही बदल दू मैं तो प्यारा सा चमकता रहूं। मैं किसी का सपना हूँ जो आज बन चुका हूँ सच। अब ये मेरा सपना है कि सबके सपने सच में करूँ। आसमां को छू लूं, पृथ्वी बन उड़ूं या हेलीकॉप्टर। मैं हूँ एक उड़ता रोबोट डोरेमोन। ला 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 ला। सबैले रङ गायो। मैं हूँ एक उड़ता रोबोट डोरेमोन। ला 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 ला। ओके